मध्यपूर्वमा अहिले इरान र इजरायल बीच निकै नै तनावपूर्ण अवस्था छ। भनौँ न एउटा ठूलै द्वन्द्व चलिरहेको छ। तर अचम्मको कुरा के छ भने यही बीचमा यो लडाईँलाई रोक्न एउटा यस्तो प्रस्ताव आएको छ जसको कसैले सायदै अपेक्षा गरेको थियो। आज हामी यही विषयलाई अलि गहिराईमा गएर हेर्नेछौँ। हो, यो कुनै सानोतिनो झडप बिल्कुलै होइन। एकातिरबाट मिसाइल हमला, अर्कोतिरबाट ड्रोन आक्रमण, अनि यसमा ठूला ठूला सैन्य शक्तिहरू पनि जोडिएका छन्। यसले यो युद्धलाई यति खतरनाक बनाएको छ कि पुरै क्षेत्र नै भनौँ न एउटा ठूलो सङ्कटको मुखमा उभिएको छ। तर यही तनाव र अनिश्चितताको बीचमा इरानले अचानक भन्यो यो युद्ध रोक्न सकिन्छ। अब प्रश्न उठ्छ कसरी? आजको हाम्रो यो विश्लेषणको केन्द्रमा यही प्रश्न छ। आखिर इरानले अघि सारेका ती शर्तहरू के हुन् त? के साँच्चै तिनले युद्ध रोक्न सक्छन्? ल अब सुरु गरौँ। सबभन्दा पहिले हामी यो पुरै द्वन्द्वको जड कहाँ छ त्यो हेर्नेछौँ। त्यसपछि इरानले राखेका ती तीनवटा शर्तहरू के हुन् तिनलाई एक एक गरेर केलाउनेछौँ। अनि यी शर्तहरू मान्न त्यति सजिलो किन छैन त्यो पनि बुझ्ने प्रयास गर्नेछौँ। र अन्त्यमा अब अगाडि के होला त, यो सबैको निचोड के निस्केला त्यसमा पनि छलफल गरौँला। त्यसो भए यो सब सुरु कसरी भयो त? खासमा एउटै घटना थियो जसले यो पुरै द्वन्द्वको आगो सल्कायो। आउनुहोस् त्यहीबाटै सुरु गरौँ। यो लडाईँ एकाएक सुरु भएको होइन, यसको एउटा क्रम छ। हेर्नुहोस्, फेब्रुअरी 28 अमेरिका र इजरायलले मिलेर इरानका केही महत्त्वपूर्ण ठाउँहरूमा हवाई हमला गरे। त्यसपछि त इरान चुप बस्ने कुरै भएन, लगतै उसले इजरायलमाथि मिसाइल हान्यो। कुरा यतिमै रोकिएन, केही हप्तामै इरानले अमेरिकी सैन्य बेसहरूलाई निशाना बनाएर ड्रोन आक्रमण गर्यो। हो, त्यसपछि नै हो यो द्वन्द्वले एउटा क्षेत्रीय युद्धको रूप लिएको। अब यो लडाईँ त्यहीँको मात्रै समस्या हो भनेर सोच्नुभयो भने त्यो गलत हुन्छ। यसको असर विश्वभरि नै परिरहेको छ। तेलको भाव अस्थिर भएको छ, अन्तर्राष्ट्रिय व्यापार चल्ने मुख्य बाटोहरू नै खतरामा छन्, अनि समग्रमा भन्दा विश्वको सुरक्षा प्रणालीमाथि नै एउटा ठूलो प्रश्न चिन्ह खडा भएको छ। हो, यही उथलपुथल र तनावको बीचमा इरानका राष्ट्रपति मसुद पेजेशकियानले एउटा यस्तो घोषणा गरे जसले सबैलाई चकित बनायो। उनले भने युद्ध तुरन्तै रोक्न सकिन्छ, तर हाम्रा तीनवटा शर्त छन्। ल त्यसो भए के हुन् त ती तीन शर्त? इरानले टेबलमा राखेका यी तीन मागहरूलाई अब अलि विस्तारमा हेरौँ। पहिलो शर्त हो हाम्रो राष्ट्रिय अधिकारको सम्मान गरियोस्। अब यसको मतलब के हो त? यसको मतलब हो इरानको सार्वभौमसत्तालाई मान्नु पर्यो, उसले आफ्नो रक्षा गर्न पाउने अधिकारलाई स्वीकार्नु पर्यो, र उसको परमाणु वा अन्य रणनीतिक नीतिहरूमा कसैले हस्तक्षेप गर्नु भएन। इरानको भनाइ के छ भने यही अधिकार नमान्दा त यो युद्ध सुरु भएको हो। दोस्रो माग, यो चाहिँ पैसासँग सम्बन्धित छ। इरानले भनिरहेको छ सुरुमा भएको हमलाले हाम्रो सैन्य बेस र अन्य पूर्वाधारमा जे जति क्षति भयो त्यसको क्षतिपूर्ति चाहिन्छ। यो एउटा आर्थिक माग हो। तर यो माग मान्न त्यति सजिलो छैन, किनभने अन्तर्राष्ट्रिय राजनीतिमा क्षतिपूर्ति तिर्नु भनेको एक किसिमले हो गल्ती मेरै थियो भनेर स्वीकार गर्नु जस्तै हो, र यस्तो कुरा एकदमै दुर्लभ हुन्छ। र अब तेस्रो शर्त, जुन सायद सबैभन्दा महत्त्वपूर्ण पनि हो, त्यो हो भविष्यको सुरक्षाको ग्यारेन्टी। इरान के चाहन्छ भने एउटा यस्तो अन्तर्राष्ट्रिय सम्झौता होस् जसले यो ग्यारेन्टी दियोस् कि भविष्यमा फेरि कहिल्यै यस्तो हमला हुने छैन। यो कुनै सामान्य वाचा होइन, यो एउटा नतोडिने वाचा हुनुपर्छ भन्ने उसको माग छ। ल यी शर्तहरू सुन्दा त शान्तिको बाटो जस्तै लाग्छ, हैन त? तर के कुरा यति सजिलो छ? विश्लेषकहरू भन्छन् छैन। यी शर्तहरू मान्नका लागि ठूला ठूला चट्टान जस्ता बाधाहरू छन्। यहाँनिर नै हो कुरा एकदमै जटिल हुन पुग्छ। हेर्नुहोस्, इरान भन्छ मेरो परमाणु नीतिमा हस्तक्षेप नगर, तर अमेरिका र इजरायलका लागि इरानको परमाणु कार्यक्रम नै सबैभन्दा ठूलो खतरा हो। इरान भन्छ क्षतिपूर्ति देऊ, तर क्षतिपूर्ति दिनु भनेको युद्ध सुरु गरेको स्वीकार्नु हो। अनि इरान भन्छ भविष्यमा हमला नगर्ने ग्यारेन्टी देऊ, तर यस्तो ग्यारेन्टीले इजरायलको सैन्य स्वतन्त्रतालाई सीमित गरिदिन्छ। देख्नुभयो, हरेक माग अर्को पक्षको लागि स्वीकार नै नसकिने खालको छ। हो, यही कारणले गर्दा एउटा गहिरो राजनीतिक गतिरोध, भनौँ न एउटा डेडलक पैदा भएको छ, किनकि इरानका शर्तहरू अमेरिका र इजरायलको आधारभूत सुरक्षा नीतिहरूसँग सिधै बाँझिन्छन्। अब यो अवस्थाले पुरै क्षेत्रलाई र सायद पुरै विश्वलाई नै एउटा दो बाटोमा ल्याएर उभ्याइदिएको छ। यहाँबाट अगाडि बढ्ने दुईवटा बाटा छन् र दुवै एकदमै फरक छन्। ती दुई बाटा के हुन् त? यदि शर्तहरू मानिए भने सायद यो युद्ध अन्त्य होला, तनाव कम होला र कूटनीतिका लागि एउटा नयाँ कमजोर नै सही सुरुवात होला। तर यदि शर्तहरू अस्वीकार गरिए भने तब यो युद्ध अझै फैलिनेछ। विश्वव्यापी तेल बजारमा झन् ठूलो उथलपुथल आउनेछ र एउटा ठूलो विश्वस्तरीय सङ्कटको जोखिम बढ्नेछ। आखिर अब प्रश्न यही छ कि इरानका यी तीन शर्तहरूले शान्तितर्फ जाने पुलको काम गर्लान् वा यो क्षेत्र अझै ठूलो र विनाशकारी युद्धमा फस्नेछ? मध्यपूर्वको भविष्य अब यही प्रश्नको जवाफमा निर्भर छ।